बिहानको यो शीतल समय, पिसफुल जङ्गल, हाइकिङ, कस्तो मजा आनन्द। यो क्विन्स फरेस्ट, जसलाई रानीबारी पनि भनिन्छ, हेर्नुहोस् कति सुन्दर छ, शान्त छ, बहुत आनन्ददायक छ। स्वदेशी तथा विदेशी पर्यटकहरू पनि यहाँ हाइकिङको लागि आउने गर्छन्। यो लोकप्रिय ठाउँ पनि हो, सुन्दर छ, आनन्ददायक छ। शरीरलाई स्वस्थ तन्दुरुस्त राख्नको लागि यो रानीबारीको यो फरेस्ट, यो वन मनमोहक छ। चराहरूको आवाज गुन्जिरहेको छ। Birds chirping is so stunning. मानिसहरू दौडिरहेका छन्। कुथुर्के भन्ने चरा कराइराखेको छ। कुथुर्केको आवाज बहुत सुन्दर हुन्छ। कोइली पनि कराउँदैछ। विभिन्न चराचुरुङ्गीहरूको बास भएको यो सुन्दर रानी वन बहुत मनमोहक छ, आनन्ददायक छ। आहा, कति बाक्लो जङ्गल पनि छ। मन्दिरमा घन्टीको आवाज आइरहेको छ। यहाँ माथि देवीको मन्दिर रहेको छ, त्यहाँबाट घन्टीको आवाज आइरहेको छ। बिहान शुभ प्रभात घन्टी आवाज सुन्दर तरिकाले बजिरहेको छ। यो मनमोहक जङ्गल, यो बिहानीको मर्निङ वाक, बाक्लो पनि छ, एक्लै आउँदा डरलाग्दो पनि छ। बहुत बाक्लो जङ्गल छ। यस्ता चराहरू पनि उडिरहेको छ माथि। मानिसहरू दौडिरहेका छन्। हेर्नुहोस् चराको आवाज, यस्तो आवाज जोडीहरू पनि यहाँ समय बिताउनको लागि आउने गर्छन्। जोडीहरूको लागि, लभ बर्डहरूको लागि पनि यो उपयुक्त ठाउँ, एकान्त ठाउँ रहेको छ।
कति आनन्ददायक छ हेर्नलाई, घुम्नलाई, इन्जोय गर्नको लागि। दिस इज फ्यान्टास्टिक प्लेस। तपाईहरु कहिले आउनु भएको छ त? पक्कै पनि आउनु भएको हुनुपर्छ काठमाडौँमा बस्नेहरू। हेर्नुस् कति आनन्ददायक। भर्खर रुखको अन्तरबाट सूर्योदय भइरहेको छ, घामका किरणहरू आइरहेका छन्। हिँड्नलाई थोरै थोरै गाह्रो जस्तो पनि भएको छ अहिले त। तैपनि यो सम्मु ठाउँ छ, जङ्गल वरिपरि दाहिने बायाँ जङ्गल, बाक्लो जङ्गल। माथि आकाशमा एयरप्लेन पनि उडिरहेको आवाज आएको छ। बहुत पसिना आइसक्यो अहिले त। बाँसघारी पनि छ यहाँ। कति लामो छ भने कस्तो राम्रो फुल फुलेको छ। यो फुलको नाम त थाहा भएन, कति सुन्दर फुल। कोइली कराउँदैछ। कोइलीको आवाज सुन्नुहोस् न। चराचुरुङ्गी कस्तो कस्तो आवाजमा कराउँदैछन्। बहुत मजा आयो। different species of birds are here. Their sounds, their chirping is so beautiful, so sweet. बहुत आनन्द। कस्तो आवाज है। So sweet sounds. Birds are chirping. So sweet sounds. Wow.